PSCL को चार्ट हेर्ने हो भने चाहिँ हामीले भनेको लेभल यो ग्याप र यो सपोर्ट एरियाबाट चाहिँ हाम्रो चाहिँ प्राइस चाहिँ एक लेभलको रिजेक्सन भएर चाहिँ माथि जान थालेको छ। हिजो राम्रो एउटा बुलिश क्यान्डल बनेको छ, आज चाहिँ एक लेभलको चाहिँ रेड क्यान्डल बनेको छ है। सो आज रेड क्यान्डल बने पनि यो चाहिँ हामीले चाहिँ बाइङको मौका भनेर लिनुपर्छ है। धेरैले चाहिँ मलाई चाहिँ PSCL के गर्ने दाइ, हामीले त किने नि 280 मा 290 मा भनेर धेरैले मलाई क्वेरीज गरिरहेको छ। सो तपाईहरुले चाहिँ मिनिमम पनि यो हाईसम्म होल्ड गर्न सक्नुहुन्छ भनेर भन्छु। 360 सम्म चाहिँ यो एरियासम्म जान्छ। सो जसले किन्नु भएको छ उहाँहरुले चाहिँ यो एरियासम्म होल्ड गर्न सक्नुहुन्छ भने चाहिँ, अनि जसले किन्ने सोचिराख्नु भएको छ उहाँहरुले चाहिँ यही एरियामा और भोलि फर्स्ट आवरमा चाहिँ अलि मुनि आयो भने चाहिँ तपाईहरुले चाहिँ 300 को एरियामा पाउनु भयो भने चाहिँ तपाईहरुले चाहिँ मजाले बाइङ गर्न सक्नुहुन्छ भने चाहिँ, अनि तपाईहरुले स्टप लस चाहिँ यो 280 ले राख्नु होला। हाम्रो मिनिमम टार्गेट चाहिँ 360, अनि त्यो भन्दा अलिक माथि गयो भने चाहिँ हामीले चाहिँ वीकली चार्ट राखेर हेर्ने हो भने चाहिँ हामीले चाहिँ यो रेसिस्टेन्स एरियासम्म हामीले टार्गेट राख्न सक्छौं। यो भनेको लगभग हाम्रो चाहिँ 390 देखि 400 सम्मको चाहिँ हामीले चाहिँ टार्गेट राख्न सक्छौं है। सो रिस्क रिवार्ड रेशियो हेर्ने हो भने चाहिँ अहिलेको लेभलमा बाइङ गरेर हामीले चाहिँ यहाँसम्म टार्गेट राख्ने हो भने चाहिँ हाम्रो चाहिँ लगभग 29% को चाहिँ प्रफिट हुन्छ भने चाहिँ, अनि हाम्रो स्टप लस हेर्ने हो भने चाहिँ लगभग 10% को स्टप लस हुन्छ। सो रिस्क रिवार्ड रेशियो हेर्ने हो भने चाहिँ 1:3 छ। तपाईहरुसँग छ होल्ड गर्नुस्, किन्ने सोचिराख्नु भएको छ भने चाहिँ बाइङले चाहिँ हेर्न सक्नुहुन्छ।